नमस्ते सेवा। अहिले म फेरि यहाँ सुचारै कल्याणकारी समाजको बहुउद्देश्य माङ्खिम निर्माण स्थलमा आइपुगेको छु। अस्ति सुरुवात हुनुभन्दा अगाडि आएको थिएँ। अब फेरि केही समय विश्राम पछि फेरि आएको छु। तपाईहरुलाई म देखाउने छु। हेर्नुहोला, धन्यवाद। यो फेरि गिटी यहाँ छ, बलुवा यहाँ छ, इँटा यहाँ छ। यो चाहिँ प्रदेश सरकारको अहिलेको अवस्था भनेको यति भएको छ। यो चाहिँ नै प्लास्टर, बाहिरपट्टिको प्लास्टर अर्धेक गर्दै गरेको छन् हैन। प्रगति विवरणहरू यस्तो छ अहिलेको हैन। धमाधम हुँदैछ काम, एकदम पक्का हुँदैछ नि हैन। मिस्त्री काम खतरा हुँदैछ नि, पक्का हुँदैछ नि हैन। एकदम जेन्युन तरिकाको हुनु पर्यो है काम चाहिँ। यहाँ त हाम्रो मिस्त्री ज्यूहरू हुनुहुन्छ। यो चाहिँ हाम्रो कुन अरे हाम्रो उको ठेकेदारको कम्पनी समाधान निर्माण ले गरिरहेका छन् हैन। यो चाहिँ नै शहरी विकास मन्त्रालयबाट छुटिएको बजेट हो। यो बजेट चाहिँ यी बाहिर प्लास्टर भइसकेपछि भित्र प्लास्टर हुन्छ यसरी। सिमेन्टी विश्वकर्मै लाएको छन्। आई थिंक यो राम्रो सिमेन्ट हो, ओपिसी छ। सिमेन्ट हेर्न सक्नुहुन्छ, ओपिसी सिमेन्ट बेटर नै हो। अनि यो बाहिर त्यसरी प्लास्टर भएपछि भित्र पनि प्लास्टरै हुन्छ। अनि यो झाल ढोका, त्यस पश्चात भनेको यो हाम्रो भुइँ ढलाइ गरे पश्चात टाइल पनि है, टाइल पनि हुनेछ। यस्तो हो भित्रको भाग, यो बाहिरको भाग यसरी यता यस्तो छ। अहिले यस्तो छ हैन। यो सबै यो कम्प्लिट भइसकेपछि हाम्रो भवनले एकदमै राम्रो रूप लिनेछ भन्नेमा विश्वस्त छु। अनि यो बैशाखे उभौली चण्डी, बैशाखे पुण्य चण्डीमा चाहिँ हामी यहाँ उभौली सुच्चा पूजामा यही ठाउँमा बसेर हामी प्रसाद ग्रहण गर्छौँ भन्ने पनि पुनः विश्वास लागेको छ। यो अहिलेको हाम्रो यो भयङ्कर ठुलो भवन हो। यो भवन चाहिँ, यो भवनको तपाईँको जग फाउन्डेसन भनेको चाहिँ 5 तला भन्दा पनि माथि जान सक्छ। यो त्यति भनौँ न, त्यति भार थाम्न सक्ने क्षमता हो यसको। अनि यस्तो काम भइरहेछ हैन। हजुरहरूले देख्न सक्नुहुन्छ। यो माथि त यस्तो छ हैन, तपाईँ हेर्न सक्नुहुन्छ। वरिपरि एकदमै ज्यादा तपाईँको भनौँ न एकदमै भरिभराउ हैन, तीव्र गतिमा बस्ती निर्माण भइरहेको छ। घरहरू बन्ने क्रम जारी छ। यता यो एरियामा प्राय कोरियन लाउरेहरूको घर छ। अनि यस्तो यस्तो छ, देख्न सक्नुहुन्छ तपाईहरुले है। एकदमै राम्रो छ यो एरिया। यो एरियाको वरिपरि अहिले बस्ती को वृद्धि भएको कारणले पनि अहिले बहुउद्देश्य भनौँ न भवनको एकदम माग भएको बुझिन्छ। सोही कारणले सुच्चा वंशजले वाइ नट नगर्ने भनेर चाहिँ हामीले सुरु गरेका हौँ। यो लगभग अब हामी यही वर्ष, यो आर्थिक वर्षमा हामी कम्प्लिट गर्ने हाम्रो योजना छ भन्दै म यहाँहरूसम्म बिदा हुन चाहन्छु। हवस् त,
सबैको जय होस्। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्दै बिदा हुन चाहन्छु। नमस्ते, सेवा।